हर्क सम्मान किन उफ्रिरहेछ सदनदेखि लिएर सडकसम्म र सामाजिक सञ्जालमा त वास्तविक हर्क सम्मानको होइन वास्तविक के छ त भित्री रहस्य आज म तपाईँलाई यो भिडियोमा भन्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर भिडियोलाई सेयर गर्नु होला र आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला। र हर्क सम्मान सदनदेखि लिएर सडकदेखि लिएर र सामाजिक सञ्जालमा किन उफ्रिरहेछ भने र हर्क सम्मानको अर्को वास्तविक खुलासा के छ भने हर्क सम्मान क्युआर राखेको हो। किन क्युआर राखेको एउटा मात्रै जनताहरूलाई आँखा छल्नको लागि मात्रै। तर क्युआरको भित्र रहस्य के छ त तपाईँहरूलाई थाहा छ? के नेपाली युवाहरू विदेशबाट होइन विदेशबाट हर्क सम्मानलाई श्रमदान गर्नको लागि त्यो पैसाहरू पढाइरहेछ। त्यत्रो पैसाहरू के यो वास्तविक सही हो त? यो वास्तविक सही कुनै होइन। पढाउला नेपाली युवाहरू सहयोग गरेर पढाउला, श्रमदानको नाममा पैसा पढाउला, थोरै 1-2% मान्छे पढाउला। तर वास्तविक त पैसाहरू त 99% त साथीहरू बाहिरबाट आइरहेछ। कसरी आइरहेछ, किन आइरहेछ भने तपाईँलाई म यो भिडियोमा फेरि भन्नेछु। र हर्क सम्मानको अहिले जति पैसाहरू आइरहेछ नि भन्छ नि हाम्रो नेपाली युवाहरूले सहयोग गर्छ विदेशबाट हाम्रो पार्टीलाई। र हाम्रो युवाहरूले होइन विदेशबाट पैसा पठाएर दार्चुलामा कहाँ पुलहरू यस्तो बाँसको पुलहरू बनाउन सहयोग गर्न कसै घर बनाइदिन गरिरहेछ भने एकदम यो कुरा अर्थात् सही हो। तर यसको सहीको पछाडि के छ त? अब यो कुरा जानु साथीहरू, कुनै पनि नेपाली युवाहरूले विदेशबाट पैसा पठाएर एउटा होइन बाढी आउने ठाउँमा त्यो बाँसको पुल बनाउन लगाउँदैन। किनभने त्यो बाँसको पुल बनाउन लगायो भने भोलि त्यो बाढी आयो भने त्यो बाँसको पुल जान्छ। किनभने त्यो पुल त्यो पुल बनाइसकेपछि त्यो पुलले फेरि बाहिरले बगायो भने त्यो पैसाको श्रमदानबाट पैसा पठाएको कुनै अर्थ भएन। सर्वप्रथम कुरा नेपाली युवाहरू त्यस्तो काम गर्नको लागि पैसा पठाउँदैन। अर्को कुरा र श्रमदानकै नाममा पठाएको हो भने हर्क सम्मानलाई, तर त्यो बाँसको पुल बनाउनु होइन। तर 10वटा काम पुरै एउटै काम गरोस्, राम्रो काम गरोस् र एकदम मजबुत काम गरोस् भनेर नेपाली युवाहरूले सोचेर पढाउँछ। के ताकि त्यो पैसाहरू नभए कसै गरिब दुखीलाई दान गर्नु पऱ्यो, कसै घर बनाइदिनु पऱ्यो भनेर पठाउँछ। तर आफ्नो पार्टीका कार्यकर्ताहरू पाल्नको लागि मासु भात खुवाउन र ढुङ्गा पुगिसकेपछि मासु भात खुवाउनको लागि शिल्पी हाल्नको लागि नेपाली युवाहरू विदेशबाट पठाएको होइन। अर्को कुरा यत्रो पैसाहरू आइरहेछ, करोड लाखौँहरू पैसा आइरहेछ भने 14 करोड 15 करोड 20 करोड कति कुराहरू आइरहेछ। यो पैसाहरू के नेपाली युवाले पढाएको हो त? यो एकदम तपाईँहरूलाई धुल झोकेको छ। यो पैसा चाहिँ क्रिस्चियनहरूले विदेशबाट पठाएको हो हर्क सम्मानलाई सुहाउनको लागि। र हर्क सम्मान भनेको देश कुनै भक्त होइन, कुनै यो श्रमदाता होइन, कुनै श्रमदान होइन, कुनै यो देशभक्त होइन, कुनै जनताको लागि यो सोचेको होइन। सिर्फ हर्क सम्मानको एउटै एजेन्डा छ। विदेशीहरूले हर्क सम्मानलाई प्रोत्साहित गरेको छ, अगाडि बढाएको छ, साडेको छ। के हो साडेको छ भने विदेशबाट जति पैसाहरू चुनावको बेलामा पनि करोड पैसाहरू दिएको छ हर्क सम्मानलाई। र चुनावको पैसा पनि दिए र अहिले पनि पैसा कति दिइरहेछ, क्युआरको नाममा पैसाहरू दिइरहेछ, कति दिइरहेछ। तर यसमा सरकारले एकदम ध्यान आकर्षण गर्नु, छानबिन गर्नुपर्छ। र अर्को कुरा किन पैसा पठाइरहेछ त? नेपाललाई कृष्ण राज्य बनाउने र जति धर्मावलम्बीहरू छ, हिन्दू सनातनी किराँत बौद्ध जति छ, यिनीहरूलाई सबै होइन क्रिस्चियन बनाउने र नेपाललाई कृष्ण राज्य बनाउने। र त्यही भएर हर्क सम्मानलाई होइन अगाडि सारेको छ। त्यही भएर हर्क सम्मानले होइन निडर भएर किन सदनदेखि सडकदेखि सामाजिक सञ्जालमा बोकिरहेछ भने कारण त त्यो हो। र अर्को कारण छ के भने जुन अहिले बहुमत पुगेको छैन त्यो पनि उसले गरिरहेछ। किन गरिरहेछ? विदेशीको हात छ र विदेशको सहारा लिएर अहिले हर्क सम्मान भोकिरहेछ, कराइरहेछ। तर हर्क सम्मानको वास्तविक छानबिन गऱ्यो भने हर्क सम्मान सिधै काला कोठरीमा बन्द हुनेछ। र यसमा अब त्यसरी नै विदेशीहरू पैसा बारम्बार पठाइरहेछ। जबसम्म होइन उसले सक्सेसफुल हुन्छ तबसम्म पैसा पठाइरहेछ। जति खर्च होस् विदेशीहरूले पैसा एकदम बोडाको मुख खोलिदिएको छ र जति खर्च होस् त्यसले दिन तयार छ। तर हर्क सम्मानले त्यो चाहिँ त्यो जुन उद्देश्य छ त्यो उद्देश्यलाई सक्सेसफुल बनाउनु पर्यो भनेर हर्क सम्मान लागि परिरहेछ। र हर्क सम्मान यदि बहुमत आयो भने हर्क सम्मान भोलिका दिन नेपाललाई कृष्ण राज्य बनाउँछ र नेपालमा गाई गोरु काटेर खानु पाउनु भनेर त्यस्तो गर्छ र हिन्दू बौद्ध किराँतमाथि दमन गर्छ। किनभने अहिले नै तपाईँले हेर्नु पार्टीमा जातपात र गरिरहेछ। प्रायः उसको विशेष उसको पार्टीमा हेर्दा नि राईहरू मात्रै छ। फेरि राई भनेको त्यो राई मात्रै होइन, त्यो क्रिस्चियन राईहरू छ। रियली नेपालको राईहरू छैन। त्यो रियली नेपालको राई थिए, तर त्यो राई भनेको त्यो आफ्नो धर्म चेन्ज गरेको क्रिस्चियन राईहरू हो क्या। सबै उहाँको पार्टीमा प्रवेश गरेको। त्यहाँका रियली नेपाली राईहरू छैन, त्यो दोगला राईहरू छ र क्रिस्चियन बनेको छ, विदेशी पैसा खाएको छ। हो त्यस्ता राईहरू हर्क सम्मानको पार्टीमा प्रवेश गरेको छ। र सबैको भिजन एउटै छ। त्यही भएर अब नेपाली जनताले सोच्ने हो अब स्थानीयमा के गर्ने या नगर्ने होइन। अब यो नेपाली जनताको हातमा हो।